78, 79, 80, 81 ती माताको स्वरूप 400 भन्दा बढी मान्छेले चाहिँ पूजा गर्छ भनेर यसरी बनाउने रहेछ बनाउने मानवता भन्ने चिज पनि अझै हनुमानजी के मान्छे आउने जाने त कति धेरै यो चाहिँ निम्न दिनु हुँदैन भन्थ्यो हैन यो चाहिँ पर सिट 1500 चार्ज गर्दो रहेछ यो ठाउँमा चाहिँ दिस इज नाइट व्यू अफ बुद्धेश्वरी टेम्पल अघि 5 बजे चाहिँ अस्ताउँदो सूर्यलाई पूजा गर्ने रहेछ भोलि बिहान बजे चाहिँ उदाउँदो सूर्यलाई पूजा गर्ने रहेछ यहाँबाट यहाँ छियो भने भिन्टेज पारेको देखिन्छ कि पुरा ओल्ड एजको जस्तो यो चाहिँ आरती गर्ने ठाउँ अत्र नमस्ते जोजोलोपा सबैजनालाई आज चाहिँ छठको दिन हो र ह्याप्पी छठ सबैजनालाई हैन अनि आज चाहिँ हामी के गर्दैछौँ भने छठको उपलक्ष्यमा कता कता के कसरी सेलिब्रेसन गर्दो रहेछ भनेर हामी हेर्दैछौँ अहिले चाहिँ हामी हिँड्दाको क्रममा चाहिँ यो नागपोखरी नक्सालको नागपोखरी आएको छौँ हामी चाहिँ अनि छठ चाहिँ कता कता काठमाडौँमा चाहिँ गौरीघाट अनि थापाथली बल्खु र कमलपोखरीमा चाहिँ मनाइदो रहेछ हैन अनि आज चाहिँ हामी के गर्ने सोचमा छौँ भने गौरीघाट भनेको चाहिँ पशुपतिको पछाडि हाम्रो बुद्धेश्वरी मन्दिर नजिकैको ठाउँ हो र हामी सधैँ गइरहेको ठाउँ हुन्छ अनि हामी चाहिँ कहाँ जान्छौँ भने कमलपोखरी त्यसपछि थापाथली र गौरीघाट जान्छौँ हैन अहिले चाहिँ भर्खर 1:20 गएको छ क्या अनि छठ चाहिँ नर्मल्ली बेलुका 5-4 जे सूर्य अस्ताउँदै गर्दाखेरि मनाउँछौँ प्राय है अनि अर्को भनेको चाहिँ र छठ किन मनाइन्छ भन्ने कुरो चाहिँ प्राय सधैँ पढिरहेको हो अनि मुभी जोस भिडियोहरू पनि देखिरहेको हो नि त अनि थाहा छ किन मनाउँछौँ भनेर तर काठमाडौँमा चाहिँ के कसरी मनाइन्छ भन्ने कुरो थाहा छैन त्यही भएर हामी चाहिँ आज टक्क जान्छौँ के कसरी सेलिब्रेसन हुँदो रहेछ भनेर हेर्छौँ अहिले चाहिँ हामी भनी अघि नै हैन नागपोखरी हो नक्सालको हामी देख्न सक्छौँ र मलाई लागेको थियो यता पनि मनाउँछ जस्तो लागेको थियो तर होइन रहेछ यो ठाउँमा चाहिँ अब यसपछि हामी कमलपोखरी जान्छौँ त्यसपछि के छ स्थिति दिउँसो 1 बजे कस्तो हुँदो रहेछ र बेलुका आउँदाखेरि कस्तो हुँदो रहेछ हेर्छौँ हैन अनि त्यसपछि बेलुका 5-4 बजेतिर हामी थापाथली जान्छौँ अनि फर्केर आउँदाखेरि फेरि कमलपोखरी छिरेर अनि गौरीघाट जान्छौँ यति भन्दै लेट्स गो भन्छौँ है त शान्त ठाउँ रहेछ बस्नको लागि चाहिँ जोस् यहाँ चाहिँ फोटो खिच्न मिल्दैन भन्थे त्यही भएर हामी खिच्दैनौँ यता चाहिँ यहाँ पानी राखिदिएको छ त्यो नाग बिचमा पनि हामी यहाँ नाग भोलि नै हो नागको के भन्छ त्यसलाई अब स्ट्याचु र हामी चाहिँ कमलपोखरी छौँ यहाँ पार्किङ राखिरहेको छ यहीँभित्र चाहिँ यस्तो रहेछ त्यहाँभित्र बस्ने हो हामी पोखरीहरू भइहाल्यो यहाँ देख्न सक्छौँ भाइ यो चाहिँ स्पट चाहिँ यसरी राखिरहेको हुँदो रहेछ त्यहाँ यहाँ देख्न सक्छौँ होइन यहाँ चाहिँ पालो कुटेरै भन्नाले राखिरहेछ तयारी अवस्थामा यता सेक्युरिटीको लागि पनि
प्रहरी चाहिँ धेरै परिचालन गरिरहेको छ यता भयो होइन अनि यता पनि निरीक्षण गरिरहेछ मलाई लाग्छ राष्ट्रपति पनि आउँछ जस्तो लाग्छ है ठाउँ नपुगेर यसरी प्लाईहरू पनि राखिरहेको भन्थे क्या यो चाहिँ हिजो अस्तिदेखि लिएर यता देख्न सक्छौँ अनि यो प्लाईहरू हिजो अस्तिदेखि राख्न सुरु भएको भनेर भन्थ्यो है किनभने ठाउँ पुगेन अरे अनि त्यही भएर हो यो देखाउँ यहाँ ठाउँ ठाउँ राखिरहेको रहेछ यसरी लाइन कोरिराखिरहेको हुँदो रहेछ नम्बर पनि लेखेको हुँदो रहेछ 78 79 80 81 नम्बर पनि राखिरहेको हुँदो रहेछ नाम शुद्ध गरेर त्यहाँ तल चाहिँ नम्बर छ होइन यो चाहिँ आफैले राखेको हुनुपर्छ तल चाहिँ नगरपालिकाले लेखेको थियो होला यो हामीले देख्यौँ होइन अघि उता पनि धेरै ठाउँमा देखाएको थियौँ यो चाहिँ कस्तो भने छठी माताको स्वरूप भन्ने पनि हुन्छ होइन पूजा अलिपछि यतै गर्ने हुन्छ अरे अनि यसमा चाहिँ कुनै फिक्स डिजाइन चाहिँ हुँदैन भनेर भन्थे अनि किनभने डिफ्रेन्ट छ सोधेको थियौँ हामीले क्या त्यही भएर त्यता पनि डिफ्रेन्ट छ यता पनि डिफ्रेन्ट छ अनि हामी अब उता जाँदैछौँ किताबले देख्यौँ होइन छठी माटाको चाहिँ अलिपछि पूजा गर्दाखेरि होला बाक्स खोल्ने यता टिभीहरू देख्यौँ होला यता ब्लड डोनेसन कार्यक्रम पनि भइरहेको रहेछ नागरिक सहायता यता निःशुल्क त्यो जति हामीले अघि देख्यौँ न होइन ठाउँ नम्बर लेखेको त्यो चाहिँ 300 जति हाराहारीमा छ भनेर भनेको थियो होइन अनि के हो भने 400 भन्दा बढी मान्छेले चाहिँ पूजा गर्छ भनेर भनेको थियो एउटा कुरो चाहिँ के हो भने पहिला नगरपालिका पहिला चाहिँ क्लबहरूले गर्थ्यो होइन त्यो बेला चाहिँ अब यो देख्न सक्छौँ हामी यता भर्याङहरू देख्न सक्छौँ क्या पहिला चाहिँ यो इन्डिभिजुअल भन्नाले पनि एउटा एरियामा राखिरहेको थियो अरे र हुन्थ्यो अरे पहिला होइन क्लबले गर्दाखेरि अहिले नगरपालिकाले गर्दाखेरि चाहिँ आफैले व्यवस्था गर्नुपर्ने अवस्था आइरहेछ भनेर भन्दै हुनुहुन्थ्यो यता है यसरी बनाउने रहेछ बनाउने सफा गरेर होइन त्यसपछि एकै 2 बजेको छ होइन हामीले हेरिहाल्यौँ स्ट्याटस अहिले कस्तो छ हामी कामको लागि निस्क्यो क्या म चाहिँ होइन त्यही भएर एकछिन काम सघाउँछौँ अनि 4 बजीतिर हामी थापाथली जान्छौँ अनि फर्केर आउँदाखेरि चाहिँ यहीँ पनि छिर्छौँ र उता यहाँ सकिसकेपछि अनि हामी यहाँ एकछिन हेरिसकेपछि अनि गौरीघाट जान्छौँ हामी उता पशुपतितिर धन्यवाद पर अहिलेको लागि चाहिँ यस्तो ल्याउने रहेछ जस्तो कि अब यस्तो भयो यो माथि देखिरहेको छौँ हामीले होइन यसरी ल्याउँदो रहेछ काफा लाएर यहाँ चाहिँ अलिकति अब यस्तै छ अब ट्राफिक अब यहाँ केही भन्नु नि मिल्दैन सहयोग गरिदिनु मानवता भन्ने चिज पनि छ क्या अझै पनि हामी चाहिँ मैती देवी मन्दिरमा आइपुगेको छौँ होइन बेलुका यो झिलमिल देखिने ठाउँ हो नि त यो अनि दिउँसो चाहिँ यस्तो देखिन्छ Many unbearable hours later. वेलकम ब्याक सबैजनालाई होइन अहिले चाहिँ 6:30 भयो भने नि हुन्छ क्या आज काम अलि ढिला सकेर होइन तनाव भयो त त्यस्तै हो अब अफिसको काम होइन भन्ने टाइममा हुनु पनि हुँदैन अहिले चाहिँ हामी गौरीघाट जान लाग्यो क्या अब कमलपोखरी जाने कुरो थियो कमलपोखरी पनि जान पाएन उता के भन्छ त्यो ठाउँको नामै थापाथली पनि जान पाएन होइन
अनि अब अप्सन थियो तीनटामा कुनमा जाने भनेर अनि हामी चाहिँ गौरीघाट आइरहेको छौँ। अहिले चाहिँ यो पशुपतिमा आइपुगेका छौँ हामी होइन। अनि यो चाहिँ कस्तो भने यहीँदेखि जाम रहेछ कि यहाँ तल देखाउँछु हामी होइन। यहीँदेखि जाम रहेछ तलसम्म होइन। त्यही भएर हामी चाहिँ के गर्यौँ भने यहीँ पार गरेर तलतिर हिँडेर जाने भनेर प्लान बनाएको छौँ हामी। त्यही भएर यहीँ पार गऱ्यौँ अब तलतिर लाग्छौँ। यहाँ जाम कतिको छ भने नि यहाँसम्म जाम छ क्या। यहाँ चाहिँ अब आइरहेको छ तलबाट चाहिँ। यो चाहिँ पशुपतिनाथ यो पश्चिम गेट जाने बाटो यो चाहिँ। यो बाटो चाहिँ खाली छ माथि। यो चाहिँ अब माथि जाने बाटो हो नि त। अनि हामी चाहिँ हिँडिरहेको छौँ हाई गर्दै। हामीले बेलुकाको पशुपतिको अवस्था पनि हेर्दैछौँ। यता चाहिँ जामको अवस्था यस्तो छ। जामको अवस्था यो मन्दिर के हो भनेर थाहा थिएन होइन। गौरीघाटको हनुमान मन्दिर रहेछ। हनुमान मन्दिरको दर्शन यो हुन त माथिबाट गयो नि हुने हो हुन त। जय हनुमानजी की बजरंग बली। यो यही पुल हो पहिला अस्ति कता हामी भक्तपुर जाँदाखेरि देखेको पुल होइन। यो पहिलोपल्ट जाँदा चाहिँ भत्किएको थियो। हामीले उता छठको देख्न सक्छौँ। यो बागमती खोला हो। यहाँबाट उता गयो भने चाहिँ हामीले ऊ पनि देख्न पाउँथ्यौँ आरती है। आरती जाँदैनौँ हामी हनुमानजी फर्क्यौँ। देख्न सक्छौँ हामी गौरीघाटको अवस्था। छठ त मोडिसक्यो होइन। किनभने 5 बजे सूर्य अस्ताउने बेलाको पूजा गर्ने समय थियो। अब यहाँ चाहिँ नि पोखरीमा देखिरहेको छौँ हामी होइन खोलामा। हामी उतै जान्छौँ पहाडीपट्टि। यहाँ म हिँड्दै गरेको के होइन। मान्छे आउने जाने त कति धेरै। हामी यो बाटो जाँदै थियौँ कि होइन। तर हामीले एउटा अर्को बाटो देख्यौँ क्या उता तल जाने। त्यहाँ तल उता नजिकै एउटा बाटो देख्यौँ क्या होइन तलतिर जाने। त्यही भएर हामी उताबाट तलतिर जाँदैछौँ। यहाँबाट जाने रहेछ तल। त्यहाँ छ होइन। यहाँ रहेछ। Let's go! यहाँ रहेछ है। साउन्ड सानो भयो त त्यो। यो साइडमा मात्र भने त उ त्यो साइडमा पनि रहेछ भाइ। दुईटा साइड रहेछ। हामी राउन्ड हेर्दैछौँ। के पड्का हो यस्तरी। यो पड्काउनेले चाहिँ कारवाही गर्नुपर्ने हो।
पुलिस दाजु पनि यसरी बसिरहनु भएको छ। म अघिदेखि यो हेर्दै गरेँ क्या उडाउँछ कि भनेर होइन उड्दै नउड्ने भएछ क्या। यसो तलतिर जानु मिल्ने रहेछ कि त्यही भएर हामी पनि यसो तलतिर जाँदैछौँ। हामी चाहिँ तल जाँदैछौँ ल कत्रो छ हो ए खाल्दै छ के हो 6:46 भयो हामी चाहिँ यहाँ पानीमा आएको हो है। अनि यहाँ यसो पूजा गर्ने रहेछ देख्न सक्छौँ हामी होइन। अझै पनि बाँकी छ। अनि यता लालटिन के भन्छ फ्लाइङ लालटिन त्यो बाल्दैछ होइन। अनि सानो नानी देख्न सक्छौँ होइन यो सबै फलफुलहरू। हामी पानीबाट निस्क्यौँ अब फेरि हेर्दैछौँ कता कता पूजा गरिरहेको चाहिँ हेर्नुपर्ने छ क्या। त्यही भएर मिस गऱ्यो नि त अघि न। पटक्का पड्काएर चाहिँ हैरान गरेर छ एउटा पटक्का पड्केर हो कि त्यहाँ पड्के गऱ्यो होइन। यहाँ छठ पूजा समिति पनि रहेछ कार्यालय। यहाँ पनि रहेछ चेकआउट र छिर्ने ठाउँ चाहिँ यहाँ बनाएर रहेछ। यहाँबाट जानु छैन उतार जाने उतार जाने यहाँ चाहिँ आउने रहेछ जाने उताबाट। दुईवटा बाटो बनाएर चाहिँ त ए यहाँ जाने सरी कहाँ हो बाटो। यहाँ भित्र छिर्न लागेको बाटो हेर्न बन्द गरेर राखेको छ कता छिर्ने
ल छिर्दैछौँ हामी चाहिँ यहाँ भिड थियो क्या होइन हामी जाँदैछौँ अगाडि लठीकोटबाट आउनुभएका किम्बर्ली लामा तपाईँले यो आवाज सुन्दै हुनुहुन्छ भने तपाईँको साथीहरूले पर्खिरहनु भएको छ। हाम्रो सम्पर्कमा आइदिनु होला। आइदिनु होला तपाईँको साथीहरूले तपाईँलाई पर्खिरहनु भएको छ। Aja. Woi. Chinese body sa asta sa tema. तपाईँहरूले लगाउनु भएको गहना नगदहरू त्यसतर्फबाट तपाईँको ढाँचा होस् भिडभाडमा सम्भव भएसम्म नजानु होला। यदि जाँदै देख्न सक्छौँ हामी छठ पर्व फाइनली पारी आइपुगेका छौँ हामी। उताबाट जानु होला है प्लिज। आइपुग्यो हामी हेऱ्यौँ हामीले यता छठे माताको के भन्छ आइडल होइन। अनि अब हामी अगाडि जान्छौँ। गुजेश्वरी चाहिँ आइपुगेको छैनौँ हामी। यो चाहिँ हाट बजार जस्तै लागिरहेको छ। माथि मिठाई यता पसल धेरै राखेको छ। जो स्ट्रिट फुडको धेरै छ यता। र हामी तलतिर चाहिँ छठ मनाइरहेको हामी देख्छौँ होइन। हामी माथि नै जान्छौँ। गुजेश्वरी जाँदैछौँ। भरिदिने अब 1 घन्टा भर्यो चाहिँ 1 घन्टा चलिहाल्छ। तेलहरू जाने
को लागि भिडियोको लागि जहाँ पनि होइन डिफ्रेन्ट चाहिँ हुन्छ कि म नेवारहरू होइन हामीले दसैँ मनाउने र होइन दोस्रोको नेवारहरूले दसैँ मनाउने छुट्टै हुन्छ हो अनि क्रिस्चियनको फेरि छुट्टै हुन्छ त्यही भएर छुट्टै हुन्छ कि साढ़े 5 देखिए 5 बजे स्टूडियो आदरणीय भक्तजन मान्यवरहरू यहाँ हामीलाई एउटा सानो सूचना आएको छ एउटा स्कुटीको चाबी हराएको छ त्यो पारिपट्टि पुलमा के छैन गाडी पुल वारी या पारी हुन्छ स्कुटीको चाबी कसैले फेला पार्नु भएको भए हामी यो सहायता कक्षमा ल्याइदिउँ होला यदि कसैले फेला पार्न कसैको हो कि भन्ने लाग्छ भने त्यो सहायता कक्षमा ल्याइदिउँ होला अथवा त्यो पुल छ भने आउन तपाईँले गाह्रो हुन्छ भने त्यो स्कुटीको चाबी जुनसुकै चाबी भेटिएको चाबीहरू नजिकै रहेको सुरक्षाकर्मी मित्रलाई बुझाइदिन अनुरोध गर्दछौँ। यसरी यो डियो चाहिँ निम्न दिनु हुँदैन भन्थ्यो होइन त्यही भएर तेलहरू ठाउँ ठाउँमा राख्ने गरेको छ यता यसरी अब डियो राखेर बाल्ने रहेछ जुन चाहिँ देख्न सक्छौँ होइन यो चाहिँ नम्बर हो कि ठाउँको नम्बर राखेको छ होइन अनि यो चाहिँ पर सिट 1500 चार्ज गर्दो रहेछ यो ठाउँमा चाहिँ यहाँसम्म आइसकेपछि होइन हाम्रो गुजेश्वरी टेम्पल नजाने त कुरै भएन नै होइन देख्न सक्छौँ होइन मुरबार छ ए फुल त के हो त्यो हामी भक्तपुर अस्ति भएर गएको थियौँ त्यो बेला यो ठाउँ खाली थियो क्या अस्ति आज चाहिँ पुरा प्याक छ This is night view of Gujeswari temple. Here we have
अस्तिसम्म त जुत्ता खोल्नु पर्थ्यो यार बाहिर, आज त जुत्ता नखोलिकन पनि दिएको छौँ हामी। यता फ्रन्टमा चाहिँ भिडियो फोटो खिच्नु पाउँदैन क्या फ्रन्टबाट, त्यही भएर हामी चाहिँ हेर्न सक्छौँ। नाइटमा पनि यति धेरै अब आज त छठ भएकोले होला है, नत्र जान्थ्यो चाहिँ अब फर्किन्छौँ। खाली भयो त भित्र त गयो थियो यार, गयो यो गुजेश्वरी टेम्पल भयो। यहाँबाट चाहिँ हामी पछाडि जाँदै माथि म चाहिँ पशुपतिको पछाडि छु अनि हामी चाहिँ आरती हेर्न जान्ला हो है। मलाई लाग्छ त्यो पनि सकिसक्यो जस्तो लाग्छ हो, तर सुहा गरेर चाहिँ दाँत मात्र देखाएको छ, केही देखाएको छैन। यो चाहिँ कालो हुनुको बेफाइदा हो क्या मान्छे। हामी माथि मन्दिर पनि आइपुग्यौँ। यहाँ चाहिँ हुन चाहिँ के छ भने आज रातभरि यहीँ बस्ने रहेछ कि सबैजना, अनि भोलि बिहान 4 बजीतिर उदाउँदो सूर्यलाई पूजा गरिसकेपछि बल्ल छठ सम्पन्न हुने रहेछ। अब यस्तो हो, मान्छे त देखिँदैन किनभने एक त मान्छे कालो, अर्को त बेलुका राति होइन, त्यही भएर यहाँ रहेछ ल। अलिकति देखियो भन्दा नि हुन्छ। कुरो त्यही हो, भोलि 4 बजे अघि 5 बजे चाहिँ अस्ताउँदो सूर्यलाई पूजा गर्ने रहेछ, अनि भोलि बिहान 5 बजे चाहिँ उदाउँदो सूर्यलाई पूजा गर्ने रहेछ। त्यसपछि छठ पर्व सम्पन्न हुने रहेछ। अनि हामी चाहिँ अगाडि बढ्दैछ। दिउँसो त यो मन्दिर पनि धेरै राम्रो देखिन्छ है, तर बेलुका चाहिँ यस्तो रहेछ। यो ठाउँमा चाहिँ के छ भने त्यो हात छिराउने ठाउँ छ क्या यतातिर। यहाँबाट यहाँ छिराउने क्या त्यो कस्तो के गरेको थियो। अलिकति आँखा खोल्नु पर्यो कि छोरी नथा पाउने गरी। ल ठिक छ एकदम भाइरल भयो अब। पशुपति नै अब यस्तो क्या, राति पनि प्रायः सबै कपाल हुने रहेछ होइन। हामी सिङ्गलहरूलाई पुरा मन दुख्छ होइन, त्यही भएर भन्नु खोजेको चाहिँ त्यही हो। अब हामी छठ चाहिँ अब भोलि बिहान हेर्न आउँछौँ सकेसम्म 5 बजीतिर। अनि अहिले पनि यहाँ चाहिँ के छ भने आरती चाहिँ सकिसक्यो जस्तो छ यता पनि है, जहाँ देख्छु म चाहिँ। बेलुका चाहिँ जुन चाहिँ देखिन्छ नि हाम्रो यो के भन्छ यसलाई, जसभित्र चाहिँ यस्तो देखिने रहेछ। सही भिन्टेज पारेको देखिन्छ क्या, पुरा ओल्ड एजको जस्तो। यो चाहिँ आरती गर्ने एरिया हो। आरती सकिसकेपछि चाहिँ कस्तो देखिन्छ भन्ने कुरो हामी हेर्छौँ। यो चाहिँ आरती गर्ने ठाउँ। आरती सकेपछि अत्र
आजको लागि चाहिँ यति नै हो। यो छठ पर्व चाहिँ कस्तो भने 1 महिना छठ पर्व मनाउनुको लागि महिलाहरूले चाहिँ 1 महिनादेखि मासु पनि छोड्दो रहेछ होइन। अनि मासुको भ्याएको त्यो जुन चाहिँ भाँडा हुन्छ त्यो पनि सबै नयाँ भाँडामा खाना पकाएर खाने रहेछ होइन। धेरै कडा रुल रहेछ क्या। अनि त्यही बुझेको थियौँ हामीले। अनि हिजोदेखि व्रत बस्ने रहेछ महिलाहरू। अनि भोलि बिहान सूर्य उदाउँदै गरेको सूर्यलाई पूजा गरिसकेपछि छठ पर्व चाहिँ अनि इन्ड गरिदिँदो रहेछ होइन। अनि यहाँ चाहिँ के थियो भने अघि नम्बर देख्यौँ हामीले होइन, त्यो ठाउँ ठाउँमा नम्बरहरू राखिरहेको थियो। यहाँ चाहिँ त्यही 500-600 जना होला त्यो। अनि पर सिट चाहिँ कति 1500 लियो भने भन्दै थियो अघि तल होइन। कमलपोखरीमा चाहिँ अब महानगरले नै गरेकोले अलिकति फ्री नै दिएको रहेछ। तर त्यहाँ पनि त अब पैसा अनुसार यहाँ चाहिँ कस्तो भने एउटा बस्नको लागि ऊ दिएको रहेछ त्यो कार्पेट जस्तो। अनि अर्को चाहिँ त्यो पानी सफा गरिदिया भइहाल्यो। अनि ठाउँ अलिकति सफा बनाइदिएको रहेछ। त्यही हो। अनि बत्ती भयो, बत्ती दिएको रहेछ, व्यवस्था गरेको रहेछ यता चाहिँ, त्यही भएर होइन। अनि अब यही हो छठ। अब भोलि बिहान 5 बजे आउने सोचमा छौँ हामी होइन। त्यही भएर आजको लागि चाहिँ हामी जय पशुपतिनाथ भन्दै हामी इन्ड गर्छौँ यहीँ। धन्यवाद फर वाचिङ। बेलुका चाहिँ पशुपति पनि बन्द हुने रहेछ, यताबाट जानु नदिने रहेछ। खाली चाहिँ यतिकै हो, जस ठाउँ खाली भइसक्यो। जुत्ता राख्ने ठाउँ हो कि यता कतातिर हो होइन, उतै माथि हो क्या जुत्ता भन्छ। ठ्याक्कै 8-12 भएको छ होइन। पशुपति पनि बेलुका चाहिँ बन्द हुने रहेछ। अनि यसरी बेलुका नै ढोकेर बाहिर नै ढोकेर जाने रहेछ। यो चाहिँ जहाँबाट हामी सुरु गरेको थियौँ होइन त्यही ठाउँमा हो। अहिले चाहिँ मजाले के अरे जाम चाहिँ खुलिसकेको छ। नखुल्नु पनि किन होइन, सबै खाली भइसक्यो नि उता नि। त्यही हो, यति भन्दै आजको लागि चाहिँ यहीँ बिदा हो।